सौरभ तपाईलाई सीपीजेएस को यो मञ्चमा स्वागत गर्न चाहन्छु। नमस्ते किशोर भाइ। आज हामी एउटा प्रतिष्ठित घरानाको उत्तराधिकारीसँग कुरा गर्दैछौँ। ज्योति ग्रुप अफ इन्डस्ट्रिजहरू, ज्योति ग्रुप अफ व्यापारलाई कसरी यसलाई बढाउने, एक्सप्यान्ड गर्ने सोच्नु भएको छ। अब यो हाउस कसरी अगाडि बढ्छ नयाँ जमानामा। ज्योति समूहको समय सापेक्ष परिवर्तन चाहिँ हुँदै आइरहेको छ, किनभने समय सापेक्ष हामीले परिवर्तन गर्न सकेनौँ भने हामीले उद्योग व्यवसाय बढाउन सक्दैनौँ र त्यसको चाहिँ कन्टिन्युटी हुँदैन, एक किसिमले अब्सोलेन्समा जान्छ। त्यही हिसाबले अहिले समय सापेक्ष चाहिँ ज्योति समूह जुन चाहिँ पहिला उद्योग मा एक किसिमले नेपालकै सबैभन्दा पहिला फलामे उद्योग, अक्सिजन उद्योग, वायर उद्योग, त्यो बेला चाहिँ किला कारखाना, बाल्टी कारखानादेखि लिएर अनि हामीले चाहिँ त्यसबाट सुरुवात गऱ्यौँ। तर त्यसबाट बिस्तारै हामीले चाहिँ त्यसलाई चाहिँ विभिन्न अरू क्षेत्रमा पनि लगानी गर्दै व्यापार र उद्योगको विस्तार गर्दै आएछौँ। अब उद्योग एउटा चाहिँ जगको रूपले सृजना भयो हजुरबुवाको टाइममा। हिमाल आइरन उद्योग भनेको झन्डैले अब 60 वर्ष पुगिसकेको छ र अरू उद्योगहरू हाम्रो फलामे उद्योग, अक्सिजन अन्तर्गत। त्यो सँगसँगै हामीले चाहिँ उद्योग सँगसँगै हामीले सेवा क्षेत्र र ट्रेडिङमा पनि हामीले सँगै हामीले चाहिँ आफ्नो कम्पनीहरूको विस्तार गर्दै लग्यौँ र अब आएर चाहिँ सर्भिस सेक्टरमा पनि हामीले धेरै लगानी गरेका छौँ र खाद्यमा पनि र आइटी र समय सापेक्ष आइटी, लजिस्टिक्स, एआई इन्टिग्रेटेड बिजनेसहरूमा पनि हामीले चाहिँ लगानी गर्दै रहेका छौँ। सो त्यो भन्दै चाहिँ अहिले चाहिँ नेपालको कम्पिटिटिभ एडभान्टेज केमा छन् त? एउटा त एक किसिमले हामी चाहिँ व्यापार गर्ने ट्रेडिङ भनेर हामी सेन्ट्रिक हुन्छौँ। हाम्रो चाहिँ आयात बढी छ, निर्यात कम छ, ट्रेड डेफिसिट हाम्रो बढ्दै गइरहेछ। त्यो क्रममा अब भन्छौँ हन्डाकै कुरा गरौँ। अहिले नयाँ हाम्रो उद्योग भनेको हन्डाको हामीले आयात गरेर बिक्री वितरण गरेको झन्डैले 57 वर्ष भइसक्यो। तर समय सापेक्ष र नेपाल सरकारको नीति अनुसार नेपालमै बनाउने भनेर हामीले चाहिँ भैरवा रोहिणी गाउँपालिका तकतकीमा हामीले चाहिँ नेपालकै सबैभन्दा ठुलो सिकेडी असेम्ब्ली प्लान्ट झन्डैले 2 लाख वर्ग स्क्वायर फिटले गरेर वार्षिक 1 लाखवटा मोटरसाइकल र स्कुटर क्षमता भएको हिमाल मोटो अन्तर्गत हामीले सिकेडी प्लान्ट हन्डाको स्थापित गरिसके र त्यसको सफल तरिकाले हामीले उत्पादन गरेर त्यो स्कुटर र मोटरसाइकल बजारमा वितरण पनि गरिसकेका छौँ। सो त्यसले गरेर हामीले चाहिँ एक किसिमले नेपालमै हामीले चाहिँ लगानी गर्ने, नेपालमै भ्याल्यु एडिसन गर्ने, यही रोजगारी सृजना गर्ने भनेर त्यो उद्योगलाई पनि हामीले स्थापना गरिसके र अब आएर त्यो उद्योग सँगसँगै, किनभने जहिले पनि ट्रेडिङ भन्यो, एक किसिमले सिकेडीले त्यसलाई चाहिँ एक किसिमले दीर्घकालीन रूपमा नेपालको अटोमोबाइल सेक्टरमा भ्याल्यु एडिसन हुने, रोजगारी सृजना हुने र हाम्रो जनशक्तिमा पनि एउटा चाहिँ अपस्किल गरेर जुन टेक्निसियन्सहरू छन् झन्डैले 150 जना फ्याक्ट्रीमा मात्रै हाम्रो कार्यरत छन्, उहाँहरूको चाहिँ राम्रो फिडब्याक आएको छ। जापानबाट पनि के भन्छ भने नेपालका टेक्निसियनहरू हामी तपाईँ यहाँ 2 वर्ष बसेर हामीले सुपरभाइज गर्नुपर्ने भनेर उहाँको चाहिँ प्लान थियो। तर यति राम्रो ट्रेनिङ दिएर उहाँले पिकअप गर्यो कि 8 महिनाभित्रै ल तपाईँको मान्छेहरू चाहिँ एकदमै राम्रो छ, नेपालीहरू मेहनती पनि छ, स्किल पनि छ, अब हामीले सुपरभिजन गर्नु पर्दैन, तपाईँले आफैले चलाउन सक्नुहुन्छ भनेर उहाँ फर्किनु पनि भइसक्यो। त्यो भने एउटा राम्रो कुरा जुन चाहिँ युवाहरूको धेरै राम्रो कुरा भयो। अब यही प्रसङ्गमा अलिकति लाइफस्टाइल फरक भएको मान्छे, अलिकति एडभेन्चर गर्न खोज्ने, कता कहिले कहाँ पुगेको छ, कहिले कहाँ पुगेको छ, घुमेको छ, त्यो रुचिले त्यो घुम्ने, कहाँ पुग्ने, नयाँ कुराहरू खोज गर्ने, त्यसलाई त्यो रुचिलाई चाहिँ अहिले कसरी ब्यालेन्स गरिरहेको छ?
अब त्यो रुचि पनि एक किसिमले हजुरबुवा मणिहर्ष ज्योतिकै एक किसिमले उहाँले पनि मलाई प्रोत्साहन गरेको थियो किनभने अब म कलेजमा हुँदा त अब जहिले पनि होन्डाको व्यापार तलै हुन्थ्यो म घरमा आउँदा पनि मोटरसाइकलमा सोरुमहरू हुन्थ्यो र म एकचोटि कलेजबाट फर्केपछि चाहिँ त्यो बेला NX 250 डोमिनेटर भन्ने 250 सीसीको एउटा मोटरसाइकल भर्खर जापानबाट आएको थियो अनि जहिले पनि मलाई म त्यही मोटरसाइकल चाहिन्छ भनेर मैले बुवा आमालाई भन्दा हुँदैन भन्यो अनि म तल सोरुममा बसेर जहिले पनि त्यो ग्लासमा नाक टासेर बसेर त्यही बाइक हेरिरहेको थिएँ अनि हजुरबा आएर एक दिन भन्नुभयो के भयो भने मैले हजुरबा मलाई त्यो बाइक चाहियो भने अनि तिमीले लगन त ल उसलाई दिदियो भनेर हजुरबाले त्यो बाइक मलाई दिदियो सो त्यहाँबाट चाहिँ मेरो मोटरसाइकलको यात्रा चाहिँ सुरु भएको हो हैन हजुरबाले दिएपछि अनि त्यो मोटरसाइकलमा मैले चलाउन सुरु गर्ने अनि त्यसपछि उहाँले मलाई गिफ्ट दिएको चाहिँ मैले सम्झना छ त्यसपछि चाहिँ मलाई बिस्तारै चाहिँ मोटरसाइकल प्रति मेरो एक किसिमले मोटरसाइकल पारखी भएको हुनाले मैले चाहिँ विभिन्न अरू मोटरसाइकल पनि मैले बिस्तारै किन्न थालेँ र नयाँ मोटरसाइकल मात्रै हैन पुरानो हाम्रो इतिहास बोकेका पुरानो फालिरा मोटरसाइकलहरू पनि भिन्टेज मोटरसाइकलहरू रिस्टोर गरेर मैले चाहिँ राम्रो जस्तो बुवाकै पुरानो डैक्स 70 भन्ने थियो सानो मोटरसाइकल जुन चाहिँ बुवाले चाहिँ आमालाई चाहिँ पद्मकन्या क्याम्पसमा भेट्न जाँदा त्यो मोटरसाइकल चलाउँथ्यो म फर्केपछि त्यो मोटरसाइकल चाहिँ हाम्रो इन्जिनियर अक्सिजन प्लान्टको रञ्जितजीलाई बेचिसकेको रहेछ अनि मैले त अब बेचिसकेपछि फेरि म रञ्जितजी कहाँ गएर त्यो मोटरसाइकल मलाई एकदम मन परेको थियो फेरि एक किसिमले इतिहास भएको अनि म हाम्रो इन्जिनियर साहब रञ्जितजी कहाँ गएर मैले उहाँलाई फकाएर त्यो मोटरसाइकल किनेर त्यसलाई नयाँ पारेर अझ तल चाहिँ हाम्रो एसजे मोटो भन्ने संग्रहालयमा मैले राखेका छु सो त्यो हिसाबले एक किसिमले आफ्नो व्यक्तिगत एउटा इतिहास पनि हो तर नेपालकै इतिहास पनि एक किसिमले अर्थतन्त्र चलायमान भन्ने नेपालमा मोटरसाइकल र स्कुटरले गरेको हो हामीले त्यसको चाहिँ मान्यता चाहिँ हामीले दिनुपर्छ र त्यो एकदमै महत्त्वपूर्ण हो किनभने सर्वसाधारण एक ठाउँबाट अर्को ठाउँ जति सहज तरिका सुरक्षित तरिका र कम समय जान्छ देश त्यति एफिसिएन्ट हुन्छ र हाम्रो देशमा दुर्भाग्यवश आज पनि मास ट्रान्सपोर्टेसन सिस्टमको पूर्वाधार त्यति बलियो छैन मास ट्रान्सपोर्टको त्यसको आवश्यकता केले पूरा गर्छ भनेपछि नेपालमा सर्वसाधारणलाई मोटरसाइकल र स्कुटरले पूरा गर्छ सो त्यो भने एउटा आर्थिक गतिविधिमा एउटा टेवा पुर्याउन समृद्धि ल्याउन चाहिँ दुई पाङ्ग्रेले हामी भन्छौँ मोटरसाइकल बेच्छौँ हामी मोटरसाइकल बेच्दैनौँ हामी स्वतन्त्रता बेच्छौँ हामी मोबिलिटी बेच्छौँ देशलाई चलायमान गर्ने सवारी साधन बेच्छौँ हैन त्यो एउटा ठुलो एउटा कार्य पनि जस्तो लाग्छ मलाई किनभने त्यो नभएको भए भन्नुस् यहाँ तपाईले एकजना महिलाले स्कुल पुर्याउँछ अफिस जान्छ हुम्ला जुम्लासम्म सामान ओसार पसार गर्न स्कुटरबाट सामान ढुवानी हुन्छ त्यो भने एउटा ठुलो योगदान पनि हो एक किसिमले र अब त व्यापार मात्रै हैन अब त हामीले यहीँबाट पनि हामीले चाहिँ उत्पादन गरेर बिक्री नेपाली उपभोक्तालाई नेपालमै बनेको असेम्बल भएको होन्डा मोटरसाइकल र स्कुटर बिक्री गरिरहेका छौँ र त्यो भन्दै एक किसिमले एउटा ठुलो व्यापारको रूपमा अहिले होन्डा मार्केट सेलमा नम्बर 1 लिडरशिप पनि ल्याएको छ र पर्सनली पनि त्यो व्यापार सँगसँगै एउटा एक किसिमले पारखी पनि भएको हुनाले जहिले पनि म मेरो विश्वास के छ भने हाम्रो प्राकृतिक सुन्दरताको लागि विश्वव्यापी रूपमा पर्यटन नेपाल आउँछन् नेपालीहरू चाहिँ विदेश जान रुचाउने सो मेरो सिद्धान्त के थियो भने म चाहिँ 77औं जिल्ला घुम्छु सबै ठाउँमा पुग्छु सकभर मोटरसाइकल जाने भए मोटरसाइकलमा जाने र त्यसलाई एक किसिमले अहिले नयाँ अब जुन एउटा प्रक्रिया अनुसार एउटा सोशल मिडिया प्लेटफर्म छ प्रचलन छ त्यतिकै पनि जान्थे अब चाहिँ क्यामेरा बोकेर गयो र मनाङ पुगेको छु लोमानथान मुक्तिनाथ कोरोला अस्ति भर्खर जनकपुर गएर आए पोखरा चितवन सबै ठाउँ त गइ नै रहेछु जाँदा चाहिँ रेकर्ड गरेर चाहिँ नेपालमा कस्तो छ त हाम्रो प्राकृतिक सुन्दरता कस्तो छ हाम्रो मान्छेहरुको व्यवहार कस्तो छ खाना कस्तो छ एउटा एडभेन्चरको रूपमा चाहिँ प्रस्तुत गर्यो भने त्यसले चाहिँ युवाहरू प्रेरित हुन्छन् केही हदसम्म मेरो दर्शकहरू जुन मेरो च्यानल हेर्छन् त्यसले गरेर म पनि पहिला नेपालमा घुम्नु न पहिला देश अनि विदेश भनेर त्यो एक किसिमले भावना जगाउन र टुरिज्म र नेपाललाई आफ्नो फुड पिपल कल्चरलाई प्रमोट गर्न चाहिँ
त्यो मेरो माध्यमबाट जुन एसजे मोटो हो त्यो प्रयास पनि गरेको छु। अब एउटा सोक पनि हो, सोकसँगै एउटा ठुलो उद्देश्य पनि, सोकलाई नै एउटा व्यावसायिक अवधारणाभित्र राखे, व्यावसायिक आधारमा पनि भयो र एक किसिमले इन्फ्लुएन्स गरेर चाहिँ नेपालमा धेरै छन् है। नेपालमा चाहिँ तपाईले एक किसिमले गयो भने हिमाल, पहाड, तराईदेखि लिएर जुन हाम्रो भाषाहरू छन्, मानिसहरू कति राम्रा छन् हैन, अतिथि देव भव भन्छ, कति सत्कार गर्छन् र हाम्रो संस्कृति, हाम्रो कला सबै झल्काउने किसिमले चाहिँ प्रस्तुत गर्नु सक्यो भने मलाई लाग्छ कि हामीले नेपालमा चाहिँ ठुलो क्षमता छ। व्यापारको लागि मात्रै हैन, हाम्रो चाहिँ संस्कृति, हाम्रो चाहिँ इतिहास सबै झल्किने किसिमले सोकेस पनि गर्न चाहिँ एउटा प्रयास हो। सरलाई के लाग्छ अहिलेको जुन आर्थिक वातावरण छ त्यसको र राजनीतिक वातावरण पनि त्यति राम्रो छैन, आर्थिक वातावरण त झन् खराब नै छ। हाम्रो वैदेशिक रोजगारीमा डिपेन्डेन्सी बढ्दैछ र वैदेशिक रोजगारीबाट पैसा आउँछ, त्यो पैसाले देश चल्छ भन्ने एउटा भ्रामक धारणामा चाहिँ नेताहरू लागेको देखिन्छ। यो अवस्थालाई सरहरूले कसरी हेरेको छ, कसरी जज गरेको छ? यसमा धेरै चर्चा भइसकेको छ। अब यो वैदेशिक रोजगार युवा पलायन भइरह्यो भने एक किसिमले देशको ठुलो जनशक्ति आफ्नो देशमा आफ्नो मेहनत गरेर आफ्नो देशको विकास नगरिकन विदेशमा पलायन भएर अर्काका देशको प्रगतिमा, अर्थतन्त्रमा योगदान गरिरह्यो भने एउटा एक किसिमले दुःखद कुरा पनि हो। तर यो संसारभरि भइरहेको प्रक्रिया हो। हामी मात्रै हैन, अफ्रिकाका सबै, फिलिपिन्सका सबै देश जहाँ अपर्च्युनिटी देख्छ विदेशमा गएर कमाएर आउँछन्। अब त्यसको राम्रो पक्ष भने अस्ति भर्खर हाम्रो डेटा हेर्दा त 1.2 ट्रिलियन डलर आएछ। एक किसिमले त्यसले गरेर झन्डैले 26-28% जीडीपी को आएर एक किसिमले अर्थतन्त्र धानी पनि रहेछ। त्यसले गरेर त्यो एउटा सकारात्मक पक्ष हो र त्यो हामीले रोकिन चाहिँ सक्दैनौँ, किनभने नेपालको मात्रै समस्या हैन, सबै देशबाट पलायन भइरहेछन्। मलाई व्यक्तिगत रूपमा लागेको एउटै मात्रै चिन्ता के हो भने विदेश गए, पैसा कमाए, राम्रो परिवारलाई यहाँ पैसा पठाइरहेछन्, तर त्यो जुन युवाहरू, जुन जनशक्ति विदेशमा गएर काम गरिरहेछन् उहाँले त धेरै कुरा सिक्छन्, सिप सिक्छन्। हामीले यो 3-4 वर्षभित्र यस्तो राम्रो वातावरण, आर्थिक वातावरण, लगानीको वातावरण सृजना गर्नु पर्यो जहाँ चाहिँ सम्भावना छ भनेर नेपाललाई हामीले नीतिगत सुधारदेखि लिएर लगानी गर्ने वातावरणको सुधार गरेर यहाँ उहाँहरूलाई फर्काएर यहाँ लगानी उहाँले गर्ने वातावरण बनाउनु सकेन भने हामी दीर्घकालीन रूपमा चाहिँ हाम्रो अर्थतन्त्र चाहिँ खस्किने चाहिँ डर हुन्छ। किनभने अहिले पठाइरहेछन् पैसा, 5 वर्षपछि नेपालमा त राम्रो भएको छ है, राजनीतिक स्थिरता पनि छ, अर्थतन्त्र चलायमान भएको छ, रोजगारी पनि हामीले दिन सक्छौँ, यहाँ केही व्यवसाय सुरु गरेर व्यवसाय सुरु गर्न यहाँ अपर्च्युनिटी पनि छ, सहज छ, जनशक्ति पनि राम्रो छ भनेर फर्क्यो भने यहाँ चाहिँ हाम्रो विकास हुन्छ, आर्थिक विकास हुन्छ। तर यो 5-6 वर्ष या 10 वर्षको रणनीतिमा हामीले नीतिगत सुधार, राजनीतिज्ञहरूले, राजनीतिक नेताहरूले एउटा चाहिँ लङ टर्म प्लान बनाएर नेपालीको यहाँ लगानी गर्ने वातावरण चाहिँ राम्रो बनाउन सकेन भने उहाँ फर्किनु सट्टा जुन पैसा पठाइरहेछ त्यो पनि रोक्छ। किनभने बिस्तारै उहाँको श्रीमती, उहाँको श्रीमान, उहाँको दाइ भाइ, आमा बुवा पनि बाहिरै बोलाउँछन्, अनि सबै बाहिर पलायन भएपछि त कसलाई पैसा यहाँ पठाउने, त्यो पनि त रोकिन्छ। त्यसैले त्यो हिसाबले नेपालमा प्रशस्त सम्भावना छन्। हामीले अलिकति अध्ययन गरेर कम्पेटिटिभ एडभान्टेज भएको सेक्टरहरूमा हामीले चाहिँ त्यो नीतिगत सुधार ल्याएर एउटा स्थायी एक स्टेबिलिटी पनि चाहियो र लगानी गर्दा चाहिँ सम्मान र सुरक्षा हामीले दिन सक्यौँ भने उद्यमीहरूलाई चाहिँ रोजगारी सृजना हुन्छ, विकास हुन्छ र गभर्नमेन्टले चाहिँ एक किसिमले प्रायोरिटी दिएर उद्योग व्यवसायहरूलाई प्रायोरिटी दिएर एजेन्डा बनायो र 10 वर्षको आर्थिक रणनीति एउटा बनायो भने अवश्य पनि यहीँ फर्किन्छन् सबै पलायन भएका अरू, यहीँ व्यवसाय गर्छन् र नेपालको इकोनोमीमै कन्ट्रिब्युट गर्ने त्यो वातावरण बनाउन अत्यन्तै जरुरी जस्तो मलाई लाग्छ। यो वैदेशिक रोजगारीमा भएको डिपेन्डेन्सीले जसरी धेरै समाजहरू ध्वस्त भएका छन्, खास गरी इस्ट एसियातिर, यो फिलिपिन्सतिर
थाइल्यान्डमै पनि भियतनाममै पनि अहिले पछिल्लो समयमा जस प्रकारले चाहिँ नि एउटा त्यो मान्यताहरू त्यहाँका मान्यताहरू खसिँदैछन् अब त्यसले चाहिँ नि नेपालमा पनि त्यस्तै किसिमको असर पर्न सक्छ नि अब असर त परिसक्यो हजुर अहिले हेर्नुभयो भने एउटा आर्थिक गतिविधि मात्रै होइन एउटा हाम्रो समाजकै एक किसिमले जुन फ्याब्रिक छ अलिकति डिसइन्टिग्रेट भएको छन् किनभने परिवारै छुटेका छन् कोही विदेशमा बसिरहेछन् कोही यहाँ बसिरहेछन् त्यसैले जहिले पनि हाम्रो एक किसिमले जुन हाम्रो इतिहास छ संस्कृति छ त्यसलाई चाहिँ कायम राख्न बचाइराख्न चाहिँ हामीले प्रयास चाहिँ गर्नै पर्छ हैन तर हामीले पलान भनेर कुरा गरिरहेछौँ तर तथ्याङ्क हेर्यो भने 5,20,000 मानिसहरू विदेशमा पढेका विज्ञहरू जुन राम्रो कम्पनीमा काम गरिरहेछन् फर्किएका पनि छन् त्यो भने एउटा राम्रो सङ्केत हो अस्ति भर्खर हाम्रो अहिले शार्क ट्याङ्क नेपाल भन्ने एउटा जुन चाहिँ ग्लोबल फ्रेन्चाइजी हो त्यसमा म एकजना शार्क पनि छु र हामीले त्यो क्रममा चाहिँ हामीले झन्डैले 120 वटा व्यवसायहरूको पिच सुन्न हामी मौका पायौँ अनि हामी लगानी पनि गरेका थियौँ तर सरप्राइजिङ कुरा मलाई के लाग्यो भने सबैभन्दा राम्रा कम्पनी जुन भ्यालुएसन एकदम बढी मागेका एउटा चाहिँ पोटेन्सियल भएको जुन हामी लगानी गर्न हामी इच्छुक थियौँ धेरै युवाहरू विदेशमा राम्रो गरेरहरू फर्केर नेपालमा फर्केर आफ्नो नयाँ बिजनेस यहाँ सुरु गरिरहेछन् यहाँ रोजगारी दिइरहेछन् भनेपछि त्यत्रो सम्भावना छ वहाँ देखेर मलाई लाग्यो कि यहाँ त राम्रो भइरहेछ नेपालमा त नदेखेको अपर्च्युनिटीहरू यहाँ कस्ट अफ डुइङ बिजनेस खास गरी आइटीमा कृषिमा पनि छन् यहाँ गर्नु सकिन्छ हामीले चाहिँ विश्वव्यापी रूपमा हामीले चाहिँ नेपाली व्यवसाय नेपाली कम्पनीलाई विश्वकै एउटा चिनिने कम्पनी बनाउन सकिन्छ भनेर एउटा चाहिँ एक किसिमले एउटा चाहिँ आशा पनि जाग्यो र विश्वास पनि भयो कि हामीले यस्ता व्यक्तिहरू फर्किरहेछौँ भने उहाँहरूप्रति हामीले चाहिँ एक किसिमले लगानी सहयोग गर्यो भने चाहिँ नेपाली कम्पनी पनि ग्लोबल चाहिँ हुनसक्छ भनेर एउटा विसङ्गत पक्ष के छ भने नेपालको कृषियोग्य जमिनहरूमा अहिले विदेशबाट कामदारहरू लिएर आएर हलो जोताउने खेत खनाउने गर्नु परिरहेको छ उत्पादन कृषि उत्पादन घटेको छ वन्यजन्तुको वन्य पैदावारको चाहिँ नि ह्रास हुँदै गएको छ अब जलवायुको मैले सौरभलाई त्यो कुरा गर्नु परेन जलवायुको चाहिँ नि बिजोग छ हाम्रा हिमालहरू पग्लिन थालेका छन् अब यो अहिलेको यो स्थितिलाई त चाहिँ नि सौरभले भनेको लाइटमा त यो स्थिति हुन नपर्ने हो नि हैन जति नेपालीहरूले पैसा कमाएर लगानी गर्छन् यहाँ त्यो लगानीले त पुग्दो रहन्छ नि त एउटा देश हो नि के लाग्छ तिमीलाई यो परिवर्तन हुन्छ अब यो जुन दाइले भन्नुभएको कुरा चाहिँ अत्यन्तै गम्भीर कुरा हो तर ग्लोबली नै यो समस्या सबै देशमा भोगि नै रह्यो हामी मात्रै एक्लै होइन यो ग्लोबल वार्मिङको इम्प्याक्टले गरेर र एक किसिमले विकसित मुलुकहरूले गरेको बढी प्रदूषण भनौँ या प्रभावले गरेर कम विकसित मुलुक जसमा अब हाम्रो चाहिँ फरेस्ट कभर त नेपालमा हेऱ्यो भने 40-46% भन्दा बढी छ योभन्दा बढी फरेस्ट कभर भएको देश कमै होला हैन हामीले फरेस्ट प्रोटेक्सन रेयर स्पिसिसदेखि लिएर धेरै हामीले चाहिँ कार्बन फुटप्रिन्ट नेपालको न्यूनै छ र अलिकति प्रयास गर्यो भने हामी केही 5-10 वर्षमा त कार्बन न्युट्रल कन्ट्रीमा पनि जानु सक्छौँ र जानु पनि पर्छ त्यसको लागि हामीले योजना परियोजना बनाएर लग्यो भने लाग्छौँ तर त्यो भन्दै पनि अहिले समस्या चाहिँ छ अब यो अवेरनेस क्रिएट गरेर हाम्रो रणनीति के हुने हो त हामीले कुन एनर्जी सोर्स चलाउने हो किनभने अहिले जलस्रोतमा त हामी त हाइड्रो हाम्रो एक्चुअली जिरो एमिसन हो अरू जस्तो देशले हामीले चाहिँ कोइला न्युक्लियर थर्मल छैन हाम्रो त क्लिन एनर्जी हो सो हाइड्रोतिर हामी लाग्छ तर समस्या के छ भनेदेखि 10,000 मेगावाटको चाहिँ नि हामीसँग लक्ष्य उत्पादन लक्ष्य छ जलविद्युतको अहिलेसम्म 3400 मात्रै हार्नेस भएको छ देशका चाहिँ धेरै गाउँहरू अझै पनि अँध्यारा छन् बिजुली पुगेका छैनन् सरकारले जतिसुकै विज्ञप्ति लगे पनि अब त्यो जलस्रोतको चाहिँ नि आम्दानीबाट नेपाललाई अहिले केही पनि धान्न पुगिरहेको छैन
हैन हामी चाहिँ नि अब एमसीसीमा बिजुलीको तार तान्ने प्रोजेक्टमा एमसीसीमा चाहिँ नि के गर्छ एमसीसीले कसरी लिन्छ भन्ने हामी त्यो सोच्नु छ हाम्रो सरकार त्यसो सोच्नु छ के लाग्छ सरौलाई एउटा त के छ भनेपछि सम्भावना चाहिँ छ हैन हाम्रो 60,000 मेगावाट भन्छौँ ल त्यसमा 40,000 मेगावाट भयो भने सम्भावना नभएको होइन कमर्सियली भाएबल त 40,000 पुग्न सक्छौँ भनेपछि सम्भावना छ भने अब त्यो बाटो कुन बाटोमा लाग्ने प्रगतिको बाटो चाहिँ हामीले चाहिँ एक किसिमले फास्ट ट्र्याक गर्नुपर्ने मात्रै कुरा हो अब हाम्रो क्षमतै नभएको प्रोडक्सनै क्यापेसिटी छैन भने त कुरा गर्नु पनि बेकार हामी इम्पोर्ट रिलायन्ट हुन्थ्यो हाइड्रोकै कुरा गर्नु त्यत्रो मेगावाटको हाम्रो सम्भावना छ भने अब यसलाई फास्ट ट्र्याक कसरी गर्ने त नेपालीहरूले लगानी गर्ने हो कि विदेशीहरू ल्याएर एफडीआई प्रोजेक्ट गरेर फास्ट ट्र्याक गर्ने हो विदेशीहरू लगानी पनि गरेका छन् हाम्रो व्यक्तिगत बुटोल पावर कम्पनीले पनि चाइनिजहरूसँग मिलेर गरेका छन् तर के हुन्छ भने उनीहरू एकदमै निरुत्साहित हुन्छ किनभने मन्त्रालय दौडेर वान विन्डो पोलिसी नभएको एक किसिमले अप्रुभल लिन नै 2-3 वर्ष लाग्यो भने त एफडीआई कसरी ल्याउने विदेशी लगानीकर्ताहरू त निरुत्साहित हुन्छ त्यसैले त्यसलाई कसरी फास्ट ट्र्याक गरेर नेपाल इज ओपन फर बिजनेस द गभर्मेन्ट इज देयर टु सपोर्ट यु भनेर वान विन्डो पोलिसी ल्याएर फास्ट ट्र्याक गर्यो भने हाम्रो इमेज राम्रो हुन्छ र हाइड्रोमा मात्रै फोकस गरे पनि हाम्रो चाहिँ ठुलो प्रगति हुन्छ दाइले जुन भन्नुभयो हामीले गाउँदेखि उज्यालो बनाउन सक्छौँ र हामीले चाहिँ निर्यातको पनि अहिले त बङ्गलादेश इन्डियादेखि लिएर निर्यातको पनि ठुलो सम्भावना भएर त्यही मात्रै हाम्रो फरेन एक्सचेन्ज अर्निङले गरे पनि पुग्छ एउटै क्षेत्र मात्रै कुराहरू राख्छु अझ कृषिको छ विभिन्न हाम्रो चाहिँ टुरिज्मको छ त्यो सबै चाहिँ अलग्गै राखेर हाम्रो हाइड्रोमा मात्रै कुरा गरे पनि मलाई के लाग्छ भने हेर्नुस् नेपालमा विकास नभए होइन अब सबले यो भएन त्यो भएन भन्छ ठीक छ हामी त नयाँ एक किसिमले फेडरल डेमोक्रेटिक रिपब्लिकै भने पनि कति वर्ष भयो त हाम्रो छिमेकी राष्ट्र हेऱ्यो भने त 5औं 6औं दशक भइसक्यो हामी त भर्खर नयाँ एउटा परिवेशमा छौँ 20 वर्ष पनि पुगेको छैन भनेपछि समय चाहिँ लाग्छ तर हाम्रो जेनेरेसनले के हो भने प्रगति हुन्छ तर त्यो प्रगति पूर्वाधारको विकासको जलस्रोतको कृषिको आईटीको जुन अहिले भइरहेछ एआईमा यही नेपालमै कम्पनी भएर देशभरि उहाँले आउटसोर्सिङ गरिरहेछ ठुला हलिउडदेखि लिएर अरू विभिन्न ठुला कम्पनीहरूलाई यहीँकै युवाहरूले बसेर यहाँ चाहिँ सफ्टवेयरहरू बनाइरहेछ एआई इन्टिग्रेट गरेर विभिन्न एनिमेसन सफ्टवेयर्स विश्वव्यापी रूपमा एक्सपोर्ट पनि गरेर हामीले पायौँ अब त्यो विकास हाम्रो जीवनकालमा हेर्नु पाउने हो कि बच्चाहरूले भन्ने मात्रै कुरा हो नेपालमा चाहिँ नि बिस्तारै एउटा नयाँ वर्ग न्यू क्लास जस्तो सोभियत सङ्घमा मिलोभिन्जेलसले भने कम्युनिस्ट कन्ट्रिजहरूमा यो न्यू क्लास चाहिँ आउँछ कि राजनीतिमा त्यस्तो नयाँ वर्ग खडा भइरहेको जस्तो लाग्दैन एउटा भनाइ छ अल्टिमेटली पोलिटिक्स विल ह्याभ टु गिभ वे टु द इकोनोमिक निड्स अफ द पिपल यहाँ प्रस्पेरिटी भएन कमाउने सम्भावना भएन वेल्थ जेनेरेसन भएन यो थ्राइभिङ मिडल क्लास भएन भने देशमा चाहिँ ठुलो सङ्कट चाहिँ आउँछ र राजनीतिक चेन्ज पनि दबाब पनि हुन्छ र चेन्ज पनि भएको तपाईले विभिन्न देशमा देखेकै छन् हैन द्वन्द्वमा पनि किन जान्छ कुनै देश भनेपछि एउटै मात्रै कारण हो युवा बेरोजगारी युवाहरू बेरोजगार भयो भने त्यसले गरेर ठुलो द्वन्द्व उत्पन्न हुन्छ र द्वन्द्वले गरेर गभर्नमेन्ट्सहरू चेन्ज हुन्छन् प्रशासनहरू चेन्ज हुन्छन् त्यसैले हामीले चाहिँ युवा बेरोजगारीबाट बस्नलाई यहाँ चाहिँ यस्तो एउटा जब सिकर्स मात्रै भएर भएन जब क्रिएटर्सलाई इन्भेस्टमेन्ट क्लाइमेट इम्प्रुभ गर्नु पर्यो र जेसुकै भए पनि एउटा कुरा हामीले के खोज्छौँ भने राज्यबाट इज अफ डुइङ बिजनेस किनभने जेसुकै भने पनि उद्योग व्यवसाय भने अर्थतन्त्र चलायमान बनाउने एउटा मेरुदण्ड देशको मेरुदण्डको रूपमा हामी छौँ रोजगारी हामी सृजना गर्छौँ लगानी हामी गर्छौँ कर हामीले नै तिर्ने हो राज्यसँग त हामी त पार्टनर त हो एक किसिमले जतिसुकै हामी कमाउँछौँ त्यसबाट आय करदेखि लिएर मूल्य अभिवृद्धि करदेखि लिएर हामीले त ठुलो आफ्नो पोषणबाट चाहिँ राज्यलाई तिरिरहेछौँ त्यसलेबाट एउटा राज्य नै चलायमान हुने हो भनेपछि जति यहाँ
एउटा इन्भेस्टमेन्ट क्लाइमेट राम्रो भयो, लगानीको वातावरण राम्रो भयो, राज्यलाई पनि फाइदा हो, स्टेबिलिटीतिर पनि जान्छ। त्यसैले मुख्य हामीले रोजगारी सृजना गर्ने, हाम्रो जनशक्तिलाई कसरी स्किल अप गर्ने, कसरी प्रोडक्टिभ बनाउने, कसरी प्रोफेसनल बनायो भने स्वतः स्टेबिलिटी चाहिँ आउँछ। अर्थतन्त्रमा स्टेबिलिटी आइसकेपछि गभर्नमेन्टमा पनि स्टेबिलिटी चाहिँ आउँछ। सो त्योतिर हाम्रो विशेष ध्यान दिनु पर्यो। अब हाम्रो योगदान भने हामी राजनीतिमा लाग्ने होइन, हामीले गर्नु सक्ने भने यो वातावरण बनाउनमा, नीति नियममा विभिन्न सरकारी निकायसँग पहल गरेर समग्र लगानी गर्ने क्षेत्र, विभिन्न उद्योगमा चाहिँ सकारात्मक एउटा दीर्घकालीन रूपले राम्रो नीति बनाउने, जसले गरेर चाहिँ सहज होस् व्यापार गर्न, व्यवसाय गर्न, उद्योग स्थापना गर्न। हामीलाई मात्रै होइन, विदेशबाट आउने लगानी पनि एउटा सुरक्षित होस्, त्यो हामीले गर्नु सक्ने हो। त्यो गर्यो भने चाहिँ मलाई लाग्छ कि हामीले हाम्रो कर्तव्य चाहिँ पुरा गर्छौँ र त्यसले गरेर चाहिँ सम्पूर्ण हाम्रो उद्योग व्यवसाय, हाम्रो प्राइभेट सेक्टर मात्रै होइन, अर्थतन्त्रलाई मात्रै हामीले चाहिँ एक किसिमले दिगो एउटा चाहिँ सस्टेनेबल किसिमले चाहिँ ग्रोथतिर लग्यो भने देशको पनि शान्ति, समृद्धि र स्थायित्व चाहिँ आउँछ जस्तो लाग्छ। त्यसमा सौरभ आशावादी छ, हुनै पर्यो है, होइन? अब यो आशावादी नभए सम्भावना भएपछि पोलिटिकल पल्युसनलाई, अब तिम्रो यङ जेनेरेसनको मान्छेले यो पोलिटिकल पल्युसनको चाहिँ जुन वातावरण छ देशमा अहिले, र अर्को के भनेदेखि मौद्रिक गतिविधि काठमाडौँ केन्द्रित मात्रै छ, सहर बजारमा पनि धेरै चाहिँ नि चलायमान छैन। यो एक ठाउँमा मात्रै चाहिँ नि कन्सन्ट्रेट हुँदाखेरि, मौद्रिक गतिविधिहरू काठमाडौँमा मात्रै केन्द्रित हुँदाखेरि त जनता त चाहिँ नि सोचेको जस्तो सुविधा नपाउने भयो नि। अब यो पनि चोइस हो। पहिला हामीसँग विकल्प थिएन, एयरपोर्ट, अन्तर्राष्ट्रिय एयरपोर्ट एउटै थियो, यही सबै कन्सन्ट्रेटेड थियो। तर अब त हरेक प्रदेशमा विभिन्न अन्तर्राष्ट्रिय एयरपोर्टहरू आइसक्यो, प्रादेशिक सरकारको पूर्वाधारहरू त्यहाँ सबै स्थापना भइसक्यो, डिसेन्ट्रलाइज भइसक्यो। तपाईँले पूर्वाधार हेऱ्यो भने, बाटोघाटो हेऱ्यो भने काठमाडौँभन्दा पनि राम्रो बाटो अहिले विभिन्न प्रदेशहरूमा छन्। तपाईँले विराटनगरमा हेर्नुहोस्, भैरवमा हेर्नुहोस्, चितवनमा हेर्नुहोस्, है, जनकपुर जाने बाटो हेर्नुहोस्। भनेपछि अब के रोकिरहेछ त? अब त डिसेन्ट्रलाइज हुनु पर्यो। काठमाडौँमा त ओभरलोड भइसक्यो, यहाँ फ्लाइटै आउन सकिँदैन। विमानस्थलदेखि लिएर प्रदेशका अफिसहरूदेखि लिएर पूर्वाधारको कम्पनीहरूदेखि लिएर उद्योग एक किसिमले अहिले भैरवमा हेऱ्यो भने त्यहाँको प्रदेश सरकार चाहिँ अलिकति इन्भेस्टमेन्ट फ्रेन्डली छ। लेबर पनि धेरै डिसिप्लिन र टेक्निकल, राम्रो टेक्निकल भएको त्यहाँ जनशक्ति छ, धेरै उद्योगहरू त्यहाँ स्थापना भइसक्यो। सो अब त बिस्तारै डिसेन्ट्रलाइजेसनमा गएर त काठमाडौँ भन्ने नेपाल होइन नि त। मलाई त काठमाडौँभन्दा पनि बाहिर जाँदा चाहिँ बाटोघाटो, पूर्वाधार एकदमै राम्रो भइसक्यो। काठमाडौँले नेपालको प्रतिनिधित्व गर्न छोडेको त धेरै भइसक्यो नि। हजुर, हजुर। अब यहाँ बसेकोहरूले सबैले यहीँ जस्तो लाग्छ, तर बाहिर गयो भने, काठमाडौँ बाहिर गयो भने चाहिँ धेरै सम्भावना छ र त्यहाँ पूर्वाधार। यो चाहिँ नि एउटा बिग हाउसको, इन्डस्ट्रियल हाउसको नयाँ नेताले भनेको, नयाँ मतलब नेतृत्वकर्ताले भनेको, अथवा आफूले सोचेको आशावाद हो कि वास्तवमा यो वास्तविक आशावाद हो? यसलाई एउटा चाहिँ एउटा व्यापारीहरू भने जहिले पनि एउटा एक किसिमले एनालिटिकल र क्यालकुलेटिभ हुन्छ, होइन? र हामीले चाहिँ कहाँ लगानी गर्छौँ भन्यो भने जहाँ सम्भावना देख्छ। नेपालमा धेरै सम्भावना छन्, चुनौती छन्, तर चुनौतीले नै अवसर प्रदान गर्छन्। सो नेपालमा चुनौती भए पनि धेरै अवसर छन् र त्यो अवसरलाई हामीले पहिचान गरेर त्यसमा लगानी गर्नुपर्छ। र मलाई लाग्छ कि हामी भन्छौँ, होइन, एक किसिमले चाहिँ नेपालमा यो भएन, त्यो भएन, भएको पनि कुरा हेरौँ नि त। भएको पनि यो हामीले हेऱ्यो भने द्वन्द्वकालदेखि आएर हामी प्रजातन्त्रमा आइसकेपछि अहिलेसम्म इन्टरनेट पेन्ट्रेसनहरू, मोबाइलको पेन्ट्रेसनहरू ठिक छ, बाटो पूर्वाधारको विकास जति तीव्र गतिले हुनुपर्ने थियो भएन, तर भइरहेछन्।
एयरपोर्टहरू प्लेन उडिरहेछन् तर पूर्वाधार त आइसक्यो। पूर्वाधार आइसकेपछि उडाउनलाई एउटा नीतिगत कुराहरू सुधार डिप्लोमेसी एउटा विल भयो भने डिप्लोमेसी भयो भने त सञ्चालन हुन्छन्। त्यसैले त्यो सञ्चालनमा ल्याउन अब हात्ती छिर्यो पुच्छर अड्क्यो जस्तो छ होइन। त्यसैले पुच्छर अड्किरहेमा अलिकता हामीले चाहिँ अलिकता कचाड्यो भने चाहिँ हामी चाहिँ एउटा प्रगतिको बाटोमा लाग्छ जस्तो लाग्छ। नेपालको व्यवसायीहरू उद्योगपतिहरू सरकारसँग धेरै जुझ्न चाहँदैनन्, अलि निरपेक्ष नै बस्न चाहन्छन्। उनीहरू इन्भल्भ हुँदैनन्, साथसाथै कुराहरूमा इन्भल्भ हुँदैनन्। त्यो इन्भल्भ हुने शक्ति छ उनीहरूसँग तर त्यो हुँदैनन्। त्यसको कारण के होला? दुई पक्ष छ। अहिले तत्काल हेऱ्यो भने धेरै गुनासो पनि छ कि ठुलो हाउसहरूले चाहिँ धेरै पोलिसी इन्फ्लुएन्स गर्यो, यो गर्यो, बजेट इन्फ्लुएन्स गर्यो भने। तर व्यक्तिगत रूपमा मलाई त्यो सही लाग्दैन र जुन तपाईँले भन्नुभएको धारणा त्यो सही हो। हामीले चाहिँ किन पोलिसी इन्फ्लुएन्स गर्नु पर्यो? हामी किन हरेक नेता सरकारसँग नजिक हुनु पर्यो? एक किसिमले उद्योगलाई केही चाहियो भने म त कि वडामा जाने हो कि उद्योग विभागमा जाने हो कि कम्पनी रजिस्ट्रार कार्यालयमा जाने हो। सिस्टम अनुसार चल्यो भने त मैले कोही भेट्नु पर्दैन नि। राम्रोसँग ट्रान्सपेरेन्टली आफ्नो काम आफ्नो इमान्दारीका साथ कर्तव्य निभायो भने त यो विभाग वडामा गएरै कम्पनी रजिस्ट्रारमै गएर हाम्रो काम भइरहेछ। हामी किन सिंहदरबार पुग्नु पर्यो? हाम्रो कामै होइन त्यो। एक किसिमले सल्लाह सुझाव दिन सङ्घ संस्थाबाट राम्रो नीति ल्याउन छलफल भएर स्टेक होल्डर कन्सल्टेसन भने अर्को हो। तर पोलिसीगत रूपमा हामीले लबी र सकारात्मक सुझाव दिने बाहेक अरू इन्फ्लुएन्स हाम्रो चाहिँ हुनु चाहिँ हुँदैन। तर त्यस्तो भइरहेका छन् धेरै कुराहरू। अब त्यसमा सुधार चाहिँ गर्नै पर्छ। अब सुधार गर्ने कुरा नै भएन भने हाम्रो प्रगति कसरी हुन्छ? नत्र त हामी त विकसित मुलुकमा पुगिसकेका हुन्थ्यौँ नि। अब त्यो एउटा लर्निङ कर्भ हो। त्यो चाहिँ सिक्दै गयो। यस्तो बानी एउटा चाहिँ अवेरनेस क्रिएट गर्ने र हामी चाहिँ सुधार गर्दै लग्यौँ भने चाहिँ हामी सिकेर सुधार गर्दै ल्यायो भने त्यही हो प्रगतिको बाटो र सम्भावना पनि नेपालमा प्रशस्त छन्। त्यसैले मलाई लाग्छ कि हामी राजनीतिबाट अलगै बस्नुपर्छ। आफ्नो काम कर्तव्य व्यवसाय उद्योगी भएर हामीले निभाउनुपर्छ। रोजगारी सृजना गर्ने, समृद्धि ल्याउने, आफ्नो कर्मचारी प्रति, ग्राहक प्रति, समाज प्रति जुन हजुरबाले जहिले पनि सिकाउनुहुन्थ्यो एउटा चाहिँ व्यवसाय भने आफ्नो नाफाको लागि मात्रै होइन, आफू सँगसँगै आफ्नो सामाजिक दायित्व पनि पुरा गर्नुपर्छ। आफ्नो धर्म, आफ्नो समाजप्रति, समुदायप्रति र राष्ट्रप्रति चाहिँ जिम्मेवारी चाहिँ निभाउनु पर्छ भनेर उहाँको धारणामै हामी चाहिँ त्यही भिजन लिएर यो पुस्ता पनि अगाडि बढिरहेछौँ। थ्याङ्क यू। धन्यवाद।